बस्ने छैनौँ किनभने हामी कार्यक्रमको दुःखमा वा सुखमा गरिबी अवस्थामा वा प्रशस्त अवस्थामा तपाईहरु बस्न सक्नुहुन्छ एकछिन धैर्य गरिदिनु होला म लामो समय लिदिनँ किन बनाउनु भयो अनि त्यो पुरुषको छेउमा ल्याउनु भयो अनि पुरुषको छेउमा ल्याउँदै गर्दा पहिलो मानवले नै पहिलो छोटी स्त्रीलाई स्त्री भन्ने नाम दिएको हामी पाउँदछौँ अनि परमेश्वरले नै पहिलो स्त्री र पुरुषको विवाह गरिदिनु भएको कुरा चाहिँ भन्न खोजेको जाँड खाएर आउँदा पनि कुर्दा पनि जस्तो सुकै परिस्थिति आउँदा पनि सहेर बस्ने भन्न खोजेको होइन ईश्वरको अगाडि त्यो चाहिँ पतिले खोज्ने कुरा केटा मान्छेले खोज्ने कुरा चाहिँ के हो भने पत्नीले चाहिँ आदर गरिदियोस् के र अधीनमा बस्छ भनेको चाहिँ मिलेर बस्नु पर्यो अधीनमा बस्छ भनेर भनेको त्यसैले तिमोथीलाई अब उहाँ पनि सायदै हुनुभयो उहाँहरूलाई चाहिँ यही अनुरोध छ यही आज्ञा छ एकअर्कालाई प्रेम गर्नु एकअर्कालाई आदर गर्नु यो कुरा चाहिँ हामीले बिर्सिनु हुँदैन र यो अब विवाह बनाउनु भएन भने बनाउनेहरूले गरेको परिश्रम व्यर्थ हुन्छ त्यहाँ भजन सङ्ग्रह 127 को 1 मा लेखिएको छ परम प्रभुले नै घर बनाउनु भएन भने बनाउनेहरूले गरेको परिवार हुन्छ त्यो सुन्दर परिवार जस्तो दुःख सुख आए तापनि बाँध्नु भएको छ त्यसरी नै हामीले पनि हाम्रा परिवारहरूलाई एक आपसमा प्रेम वास्ता फिक्री गर्न थाल्यौँ उहाँ मेरो अंकल हुनुहुन्छ बलराम साई मेरो माइलो भाइ जीवन साई उहाँ मेरो अंकल हुनुहुन्छ मनोहरी खड्का उहाँ मेरो भाइ फुपूको छोरा विक्रम ठकुरी उहाँ मेरो अंकल हुनुहुन्छ भीम शाही उहाँ मेरो कान्छी फुपू हुनुहुन्छ
नम्बरको नाम आउँछ उहाँ चाहिँ मेरो 3 नम्बरको नाम परमेश्वर तपाईँले सबै परिस्थितिमा सहायता गर्नुभयो। यी सबै कुराको लागि हामी तपाईँ जीवित परमेश्वरलाई धन्यवाद दिँदछौँ। तपाईँले यो परिवारलाई आशिष दिनुहोस् भन्दै अब आशीर्वादको प्रार्थना गर्नेछौँ। परमेश्वर पिताको प्रेम, प्रभु यीशु ख्रीष्टको अनुग्रह, पवित्र आत्माको सङ्गति र सहभागिता यो नव जोडीको साथमा सदा सर्वदा रहिरहोस्। आमेन। हुन्छ। जय मसीह।